नमस्कार। वेनन अनफिल्टर्ड च्यानलको यो भिडियोमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। मेरो परिवार 1-2 हुँदै 100 भन्दा माथि पुग्न सफल भएको छ। त्यसको लागि यहाँहरूलाई अन्तर्हृदयदेखि नै धन्यवाद छ। 100 जना भन्दा माथि पुगेपछि एउटा भिडियो बनाएर हाल्छु भन्दै थिएँ। कन्टेन्ट के बनाउने भन्ने विषयमा सोच्दै थिएँ र यसो सोशल मिडिया स्क्रोल गरेर हेर्दै गर्दा यत्र तत्र सर्वत्र आजकल एउटै विषयमा मात्रै चर्चा चलिरहेको रहेछ। त्यो के भन्दा फोहोर भयो, फोहोर गरे, फोहोर भयो, फोहोर गरे, यता पनि फोहोर, उता पनि फोहोर, जहाँ जाउँ फोहोर मात्रै। आखिर यो फोहोर गरी कसले रहेछ? यो सोच्ने विषय हो। के छिमेकी मुलुकबाट आएका पाहुनाले फोहोर गरे कि हामी आफै फोहोर गरिरहेका छौँ? यो सोच्ने विषय हो। अहिले पछिल्लो समय सामाजिक सञ्जाल एकदम तातिरहेको अवस्था छ कि नेपालमा लगभग तपाईँको 40% भन्दा बढी, आजको डेटमा 40% भन्दा बढी भारतीय पर्यटकहरू नेपालमा छन् र उनीहरूले नेपालमा विभिन्न पर्यटकीय क्षेत्रहरू, विभिन्न धार्मिक स्थलहरूको उनीहरूले भ्रमण गरिरहेका छन् र भ्रमणको सिलसिलामा यहाँ फोहोर भयो, वहाँ फोहोर भयो भन्ने कुराहरू हामीले सोसियल मिडियामा 2-4 भिडियोपछि एउटा भिडियो त्यस्तो देखिरहेका छौँ, जहाँनिर हामी नेपाली आफू एकदमै यो फोहोर मैला सम्बन्धी सचेत र बाँकी अरू बाहिरबाट आएका पाहुनाहरूलाई चाहिँ एकदम लान्छना लगाउने, गाली गर्ने, थर्काउने, हेप्ने जस्ता प्रविधि देखिरहेको छ। यो त भए बाहिरबाट आएका पाहुनालाई हामीले गरेको व्यवहार। अब हाम्रै देशभित्र जो हामी फोहोर मैला फ्यालिरहेका छौँ, जो हरेक टोल हरेक चोकमा फोहोरको थुप्रो नभएको दिन आजको डेटमा छैन। यदि भोलिपल्ट या पर्सिपल्ट फोहोर आउनेवाला छ भने नि हामीले आफ्नो घरबाट बाहिर फोहोर निकालेर मजाले थुपार्ने गरेका छौँ। यसमा हामीले कसलाई गाली गर्ने? हामीले आफूले आफूतर्फ फर्काएर मैले गरे हो फोहोर र म फोहोरी हो भन्ने कि नभन्ने है। हामी यात्रा कतिको गर्छौँ? यात्रा गर्ने क्रममा तपाईँले गाडीको सिसाबाट फुत्त बोतल फालिएको, फुत्त चिप्सको प्याकेट फालिएको, अब भमिटका प्याकेट त कति फाल्छन् त्यो विषयमा कुरै नगरौँ है। यो कतिको देख्ने गरेका छौँ, आफू त्यसमा कतिको भागीदारी छौँ र यो रोक्नलाई के गर्ने गर्नुभएको छ तपाईँले? यो सोच्ने विषय हो। यदि तपाईँ देशका ठुला राजमार्ग है, जस्तै पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, त्यसै गरी उता पूर्व पश्चिम राजमार्ग, यी जति पनि राजमार्गमा तपाईँ यात्रा गर्नुहुन्छ भने राजमार्गको छेउमा, सडकको छेउमा त्यो जहाँनिर पानी बल्ने, पानी बग्ने भनेर होइन नाली बनाइएको हुन्छ, त्यहाँ हरेक ठाउँमा पानीका बोतल र चिप्सका प्याकेट यदि भेटिएन भने तपाईँहरूले जहाँ जे भन्नुहुन्छ म त्यति फाइन तिर्न तयार छु भनेपछि अब मलाई भन्नुहोस् त, यो फोहोर फाले कसले त? आफै। अब गाडीको जस्तै अब हाइजहरूको त धेरै सिसा हुँदैन नि त होइन। अब हाइजहरूको, माइक्रोबसहरूको केसमा कस्तो हुन्छ भन्दा सहचालकले आफै त्यो चिप्सको प्याकेट मागेर, बोतलको तपाईँको प्लास्टिक बोतल पेसेन्जरहरूसँग मागेर झ्यालबाट फालिदिरहेको हुन्छ क्या। मानौ अब त्यो गाडीबाट बाहिर फालिसकेपछि ऊ चोख्यो, उसको गाडी सफा भयो, त्यहाँनिर फोहोर भएन है। अब यो रोकिन्छ कहिले र त्यसले पर्यावरणमा कतिसम्म क्षति पुर्याइरहेछ भन्ने विषयमा हामीले कहिले सोच्छौँ? हामी यही मान्छे हो, तपाईँ नै हो, म नै हो। यदि हामी यहाँबाट विदेश गयौँ भने है, तपाईँको प्लेन चढेर त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट प्लेन चढेर पश्चिम दिशामा उडिसकेपछि हामीलाई अब सभ्य बन्नुपर्छ, म सभ्य बन्नुपर्छ भनेर याद आउँछ। मैले थुक्न हुँदैन, मैले गुट्खा खाएर फाल्नु हुँदैन होइन, जहाँ पाएँ त्यही मैले पिसाब गर्न मिल्दैन, यी सबै कुरा हामीलाई प्लेन चढेपछि याद आउँछ। प्लेन चढ्नुभन्दा पहिला कहिले याद आउँछ? बाटोमा हिँड्दै गर्दा मलाई जहाँ पाएँ त्यही मैले थुक्न हुँदैन, जहाँ पाएँ मैले बोतल फाल्नु हुँदैन, मैले भोमिट गरेका प्याकेजहरू फाल्नु हुँदैन, मैले चाहिँ नि गुट्खा खाएर जहाँ पाएँ त्यहीँ थुक्न हुँदैन। यो कहिले सोच्ने? हामी सचेत कहिले बन्ने क्या? हामी नागरिक कहिले बन्ने है? हामी कार्यकर्ता धेरै बनाएका छौँ, तर हामी नेपाली, म नागरिक हो र म एक असल नागरिक हो भन्ने पहिचान हामीले कहिले दिन थाल्ने भन्ने विषयमा यो एकदम सोच्न पर्ने विषय छ। हामीले आफूमा चेतना ल्याउन जरुरी छ। 4 जना उभिएको ठाउँमा त्यहाँनिर थुकेकै हुन्छ, त्यहाँनिर गुट्खा खाएकै हुन्छ, त्यहाँनिर सुर्ती खाएकै हुन्छ, त्यस्तो कन्डिसन छ आजको डेटमा। राजमार्गमा हिँड्ने मान्छे सबभन्दा पहिला कहाँ बस्नुहुन्छ? आफ्नो घरमा बस्नुहुन्छ। र हामीलाई के थाहा छ भन्दा मानव सभ्यताको सुरुवाती चरण भनेकै के हो त? हाम्रो आफ्नो घर हो र जसले जे सिक्छ, जति कुरा सिक्छ सबैभन्दा पहिला आफ्नो घरबाट सिक्छ। त्यसर्थ घरमा दिने शिक्षा र स्कुलमा दिने शिक्षाले एउटै कुरालाई प्रायोरिटाइज गर्नुपर्छ कि हामीले हाम्रो घर परिवार टोल सफा राखे जस्तै राजमार्ग र देश पनि सफा राख्नुपर्छ भन्ने हिसाबले हामीले शिक्षा दिन जरुरी छ। यो फोहोर मैलाको विषयमा सिभिक सेन्सको बहुत चर्चा हुन्छ। सिभिक सेन्स आखिर हो चाहिँ के त सिभिक सेन्स? अरूले फोहोर फालेको देखेर उसलाई 2-4 कुरा सुनाइदिनु, उसलाई गाली गर्नु, उसको भिडियो बनाएर सोसियल मिडियामा उसलाई जलिल गर्नु, यो हो हाम्रो सिभिक सेन्स?
होइन पक्कै पनि। सिभिक सेन्स भनेको जनताले आफू सिभिलाइज भएर बिहेभियर गर्यो भने, सभ्य भएर व्यवहार गर्यो भने त्यो सिभिक सेन्स भनेर जानिन्छ। यदि मान्छे त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट प्लेन चढेर विदेश जान्छ भने उसको दिमागमा के पर्न थाल्छ भने मैले जहाँ पाएँ त्यही फोहोर गर्न हुँदैन, जहाँ पाएँ त्यही थुक्न मिल्दैन, जहाँ पाएँ मैले फाल्नु मिल्दैन। किन? त्यहाँ फाइन चर्को छ, कानुन लाग्छ। तर यहाँ के छ त भन्दा अलरेडी फोहोरको डङ्गुर छ, मैले नफालेर के जान्छ, मैले नफालेर सफा हुन्छ भनेर हामी उल्टो के गर्छौँ त, जसले नगर भनेको हुन्छ उसलाई फेरि हामी प्रतिप्रश्न गर्न थाल्छौँ। हो, यसले गर्दाखेरि हामीमा के छ त भन्दा हामी जस्तो देश त्यस्तै भेष गरेर आएको छौँ। अब मैले गरेर मात्रै हुने हो र भन्ने तपाईँ सोच्नुहुन्छ? यदि सबैले एउटै सोच्ने हो भनेदेखि त देशमा बहुमत पनि त आउँदो रहेछ नि त, 2/3 बहुमत पनि आउने रहेछ, एउटा स्टेबल सरकार बन्ने पनि रहेछ। भनेपछि त्यस्ता जाबो नाथे फोहोर व्यवस्थापन नहुने भन्ने हुन्छ। त्यसैले सोच बदलौँ, देश बदलिन्छ। फोहोर धेरै छ, सबैले देखाएको छ। अब यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, कसरी यसलाई चाहिँ कन्ट्रोलमा ल्याउन सकिन्छ भनेर यदि कसैले सोध्छ भने हामी एज अ कमन म्यानको रूपमा हामी केही सुझावहरू दिन चाहन्छौँ। यो डस्टबिनको अभाइलेबिलिटी यो चाहिँ धेरैभन्दा धेरै ठाउँमा गर्न जरुरी छ। त्यसै गरी रियुज रिसाइकल गर्न मिल्ने सामानहरू चाहिँ ल्याएर डिपोजिट गर्नुहोस्, तपाईँ फोहोर ल्याउनुहोस् र मोहोर लैजानुहोस् भन्ने जुन विदेशमा नीतिहरू हामी देख्छौँ त्यो नीति हामीले पनि ल्याउन जरुरी छ। त्यसै गरी हाइवेमा जबसम्म एक लेभलको मेन्टेनेन्स हुँदैन, सरसफाइको मेन्टेनेन्स हुँदैन, तबसम्म भोलिन्टियरहरू खटाउन सकिन्छ। त्यसै गरी गाडीमा प्रयोग हुने प्लास्टिकहरूमा सकेसम्म डिग्रेडेबल चिजहरू युज गर्न लगाउने। त्यसैले फोहोर होइन, राम्रो संस्कार छोडौँ, हामी चेतनशील बनौँ। थ्याङ्क यू सो मच।